राज संस्थाले पनि कहिले पनि त्यो पपुलारिटी खोज्या होइन। राज संस्थाले त पहिले पनि युनिटी खोज्यो, सबैलाई एकै ठाउँमा होस् भन्ने। अहिले पनि म त त्यही देख्छु। कुन चाहिँ नि जातको, कुन चाहिँ नि लिङ्ग, कुन चाहिँ नि के मैले त के फरक कि सबै नेपाली देखेँ त्यहाँ। जनता माझमा जानुलाई मलाई कहिले अप्ठ्यारो थिएन, अहिले पनि छैन। त्योभन्दा पनि सर्वसाधारणको माया स्नेह त्यो माथि होइन, ठेलामा पनि खिचेको पनि छ, यता पछाडिया पनि छ। त्यो सबै रमाइलो हुने रहेछ। त्यो के भनौँ त्यसलाई, अब कतिपयले छुनै पर्ने, कतिपयले ढोक्नै पर्ने, कतिपयले फुल दिनै पर्ने। नेपाली जनतालाई धैर्य र विवेक पुर्याएर अहिलेको समयको माग जस्तो लाग्छ।